पानी दामी चाहिँ दामी फोटो त खिच्न भ्या छैन This is Pokhara guys उडीदे पछि बल्ला गास भन्छु तिम्रो न्यानो घर यो बिचको भाइ अलिकति लेफ्टतिर सर कालो ज्याकेट लाउने लेफ्ट कता हो केटाहरु हेर लेफ्ट राइट पनि नजिक क्या त्यो एक्लै बसेको भाइहरु बीच बीचमा बिचक मुन्डाकै छैन क्या हामी दुईटा खाम क्या नाते नै भेट चल्ने हो क्या या बिहानीको शुभ ल एकदम दामी दाइ यहाँ है ट्याक्स लाएर ल दामी छ माथि गयो उ त्यो ट्यापल त के हो ओइसन छ फेरि त एक चक्कर हानेर आउने हो हामी तातो खर हैन होला त्यसै हुन पर्ने हो त या oh yeah बिचको मन्दिर हेरेर गाइस दामी यो मन्दिर भराएको चाहियो त्यहाँ तलको चाहिँ ट्याक्क पत्र Wait a minute, I don't think it's something matters in my पुरी चल्यो हतासले उडायो बादल पारी म हो त ओए माछा अरे माछा छ र कुन माछा हो यो सोधिदिन्छु नि आएको छ पालेको हो क्या है यो थुक खान्छ भेन्चुहरू चिसो पानी माछा उफ्रिरहेछ कि तर छैन कि यहाँ एउटा देखेँ ओ अर्को बिस्कुट ल्याएर हाल त जति पनि हाल्छु हो क्या साँच्चै आउनु होला त हालेर डुवाला यार मलाई त माछाको खलबल या केटाहरु माछाले खेलाइदियो क्या तर लाइफ ज्याकेट लाए त वेलकम बैक टू न्यू ब्लॉग Mystical underground metal.
परबाट आयौ तिमी जानो भनी घुमेन त झन् हिजो त घुमेको त उतापट्टि गयो यो यहाँको एकदम प्रसिद्ध क्या प्रसिद्ध मूर्ति हो क्या केटा हामी आएको त्यहीँबाट होइन र आउँदै पो हिँड्न हामी सानो राइड हो हाम्रो परबाट आयौ तिमी जहाँ केटीहरू खिचिदिउँ न हाम्रो ब्लगको हिस्सा बन्छन् पटायौ तिमी उज्यालो भनी हजुर भजन गाउँछन् क्या त अब परबाट आयौ तिमी उज्यालो भनी आयो पैसा लाग्यो ल पार्क हान्नु पर्यो अब परबाट श्री के छ परबाट आयौ तिमी वाउ मेरो टाउका माथिबाट गयो नि